हामी ओखलढुङ्गाबाट यात्रा गरेको आज तेस्रो दिनमा चाहिँ छेस्काम ठ्याक्कै बजारमा पुग्दैछौँ। यो माथि देखिएको दुर्गो चाहिँ हिमाल जस्तो देखिन्छ गुगलमा हेर्दा। यतापट्टि यो देखेको भ्यू उता पर सङ्घर्षरा बस यो छेस्काम बजार। यहाँदेखि माथि बस्ती छैन, यो अन्तिम हो। र यो माथिल्लो बेल्ट चाइना, यता सङ्घर्षरा। र यहाँको मानिसहरूले चाहिँ फेरि लोकेसन अहिलेको जेनेरेसनले चाहिँ खासै थाहा रहेनछ। अब यहाँ हामी चाहिँ त्यस्तो अघिल्लो पुस्ताको दाइहरूले भेटेर के कुरा गर्नेछौँ। गुगलमा देखिएको थियो यो छेस्काम प्रहरी चौकी यहाँ। ल ल ल ल ल हाम्रो हल्दार साहब यता हुनुहुँदो रहेछ। अहिले निस्किन्छ है, यहाँ एउटा भ्यू छ। हाम्रो उता 5 थरकै हो यो बारापाको। यहाँ चाहिँ यहाँ त खेती पनि हुँदो रहेछ, धान खेत। यस्तो हाइटमा पनि खेत छ यहाँ। ल कुन खेत फल्छ अहिले सोधौँ। ल सिम रहेछ, सिम। नानीहरू आज शनिबारको दिन भएको हुनाले अलिकति सुनसान छ। शुक्रबार हटिया लाग्छ। यहाँ शुक्रबार हटिया लाग्छ भन्ने सूचना हामीले पायौँ, तर हामी हिजो चाहिँ आउनै सक्दैनौँ। घोडा भेटियो। अब यहाँ खच्चड जाउँ न, खच्चड घोडा हो। ए घोडै हो। राम्रो बिजनेस हर्स। यसले हर्स भन्छ होइन। यो छेस्काम राइडर पनि निकाल्नु है त। हाम्रो प्रजित सरले राइडिङ गर्नुभएको छ। उहाँ धन्यवाद छ प्रजित सरको यो हन्डालाई। ल सायद हामी बजारमा आइपुगेको होला होइन। अनि यसो गुगलको लोकेसन यता फेरि नजिकै थियौँ अघि। हामी छेस्काम बजार आएको भाइ। एउटा स्कुल त्यहाँदेखि हामी त्यहाँ पत्रिका पुगिरहन्छौँ। र यस्तो अलिक उपत्यका टाइपको रहेछ नि, अलिकति साङ्ग्रो होइन। हजुर ए उता एउटा संरचनामा के उठेको रहेछ एउटा के हो त्यसको नाम सोधौँ अहिले। बुङमा भन्दा यहाँ अलिकति मिलेको जग्गा रहेछ। यहाँ भ्यूहरू पनि देखिने। यो यता यो सङ्घर्षमा जाने यो भ्यू भइगयो। यता चाइनाको भ्यू यतापट्टि। छेस्काम माध्यमिक विद्यालय 2018 सालमा स्थापना भएको रहेछ। ल यो एडिबीको लगानीमा बनेको जस्तो टाइपको छ यो भवन हुनसक्छ। यो भुइँचालो गएपछि एडिबीले एसियन डेभलपमेन्ट ब्याङ्क मार्फत चाहिँ लगानी भएको छ। ल यहाँ चाहिँ ढुङ्गाको राम्रो माथि थम्बु क्षेत्रमा यस्तै नै बन्ने हो संरचनाहरू। ल छेस्काम माध्यमिक विद्यालय सुपर हाउस राम्रो स्कुल रहेछ। 2018 सालमा स्थापना भएको स्कुल स्वाभाविकले राम्रो हुन्छ, पुरानो रहेछ। हामी अब यहाँ यसो रोकिन्छौँ होला, केही कुराहरू सोध्छौँ ल।